नेपालमा पनि नि एउटा माओवादी है ऊ माओवादीमा लागेको पाहाडमा यस्तै हिँड्दै जाँदाखेरि त आर्मी त पुरा है गन ताकेर बसिरहेको छ। टक्क अगाडि आयो भने भाग्नु पनि मिलेन, भागो भने हानिदिइहाल्छ है। त्यो माओवादी हो। एक्लै छ, पछाडि झोलामा उसले ग्रेनेडहरू गोलीहरू के बोकेको छ। अनि आर्मीले सोध्यो ए कहाँ पुगेर आएको भनेर क्या त्यो माओवादीले हतार भन्नुले म त विश्वासै सङ्गति पुगेर आएको भनेर क्या झुट बोल्यो। त विश्वास के प्रमाण छ? हजुर मेरो बाइबल छ, सानो गिदनको बाइबल गोजीमा बोकिरहेको थियो अरे क्या, उसले कहाँ पाएको थियो देखाएर क्या यो मेरो बाइबल, ए जा भनेर क्या। अर्कोले भन्यो अरे होइन न यो त माओवादी जस्तो लाग्छ, यसको झोला चेक गरौँ भनेर। होइन न यो विश्वास यो बाइबल त छोड्दै बाइबलले गर्दा उसको के भयो ज्यान बाँच्यो। हेर्नुहोस् यो परमेश्वरको वचन होइन। हामीले जहाँ जाँदा पनि यो बाइबल बोक्नुपर्छ है, अनि हामीले पढ्नुपर्छ है। पढ्न सिक्नुहोस्, उमेरदार हुनेहरूले पढ्न सिक्नुहोस्। हामी म सेवा गर्ने ठाउँ कररा हो, पहिले सेवा गर्ने बुढीहरूले प्रभु पाउनुभयो, अनि उहाँहरूले कफ सिकेर बाइबल पढ्न सिकेर पछि वचन दिने हुनुभयो है। कतिजना चाहिँ म पढ्न सकिनँ भन्दा जता छोडिदिन्छ क्या। मैले भने एकजना दिदीलाई, दिदी तपाईँले कहिले प्रभु पाउनु भने उसले 33-34 वर्षको उमेरमा प्रभु पाएको रहेछ, अहिले झन्डै 60 वर्ष पुग्यो, बाइबल पढ्न आउँदै लत्ता छोडेको क्या। ए बाबा जिन्दगीमा एकचोटि बाइबल नपढिकन नमर्नु है दिदी भने क्या मैले। बाइबल एकचोटि नपढ